एउटा शान्त र पहाडी गाउँको काखमा अवस्थित एउटा पुरानो घर, जहाँ भित्ताहरूले दशकौंका कथाहरू बोकेका छन्, त्यहाँ ताराको जीवन एक अनौठो दोसाँधमा उभिएको थियो। झिसिमिसे बिहानीमा चराहरूको चिरबिर आवाजसँगै ताराको आँखा खुल्दा उनको मनमा आशाभन्दा बढी एउटा गहरौं डरको ढिस्को बसेको हुन्थ्यो। 5 वर्ष अघि उनी यस घरमा दुलही बनेर भित्रिदा गाउँलेहरूले उनलाई साक्षात् लक्ष्मीको संज्ञा दिएका थिए। रापो साडी र हातमा मेहेन्दीको गाढा रंग लिएर आउँदा उनले सोचेकी थिइन् कि यो घर अब उनको संसार हुनेछ, जहाँ माया र सम्मानको फूल फुल्नेछ। सुरुका केही वर्षहरू त नवीनको प्रेम र सासूको स्नेहमा बिते, तर जब समयको सुई घुम्दै गयो र ताराको कोखबाट एउटा बालकको रोदन गुन्जिएन, तब घरको सुवास बिस्तारै तीतोपनमा बदलिन थाल्यो। बिहानीको घाम छिप्पिँदै जाँदा सासूको स्वर पनि तीखो हुँदै जान्थ्यो। ताराले चुलोमा आगो फुक्दै गर्दा सासूले आँगनबाटै सुनिने गरी फलाक्ने गर्थिन् कि एउटा वंश धान्ने सन्तान नभएको घर मसानघाट जस्तै हुन्छ। यी शब्दहरूले ताराको मुटुमा कुनै धारिलो हतियारले काटे भन्दा बढी पीडा दिन्थे। उनले आफैलाई कैयौं पटक प्रश्न गरिन्, के एउटी नारीको अस्तित्व केवल सन्तान जन्माउनुमा मात्र सीमित छ? के उनको त्याग, समर्पण र दिनरातको मेहनतको कुनै मूल्य छैन? गाउँको पधेरोमा पानी लिन जाँदा होस् वा मेलापात जाँदा ताराका कानहरूले सधैँ अरूका कानाफुसी सुन्नु पर्थ्यो। छिमेकीका आइमाईहरू उनलाई देख्न साथ कुरा बदल्थे वा टाढैबाट बाँझोको ट्याग झुन्ड्याएर खिसी गर्थे। कतिपयले त उनको अगाडि आफ्ना छोराछोरीलाई लुकाउँथे, मानव ताराको छाया पर्दा मात्रै पनि तिनीहरूलाई केही अशुभ हुनेछ। यस्ता सामाजिक टोकासोहरूले उनलाई मानसिक रूपमा यति कमजोर बनाइसकेको थियो कि उनी अब एक्लै कतै निस्कन पनि डराउँथिन्। घरभित्रको वातावरण अझ बढी विषाक्त बन्दै गएको थियो। सासूले अब खुलेआम नवीनलाई अर्को विवाह गर्न उकास्न थालेकी थिइन्। हरेक साँझ नवीन कामबाट फर्केपछि सासूले तेरो वंश यही अन्त्य हुने भयो भन्दै उसलाई भावनात्मक रूपमा कमजोर बनाउँथिन्। ताराले कोठाको एउटा कुनामा बसेर यी सबै कुराहरू सुनिरहनु पर्थ्यो। उनले नवीनको अनुहारमा हेर्थिन्, जसमा पहिलेको जस्तो प्रेम थिएन, बरु एउटा अनौठो रिक्तता र दबाव प्रष्ट देखिन्थ्यो। नवीनले पनि अब तारासँग कुरा गर्न छाडेको थियो। ऊ कहिलेकाहीँ त घरमा अबेरसम्म आउँदैनथ्यो र आए पनि ताराको आँखामा आँखा जुदाउने हिम्मत गर्दैनथ्यो। ताराले आफ्नो तर्फबाट कुनै कसर बाँकी राखेकी थिएनन्। उनले गाउँका सबै धामी झाँक्री हेराइन्, अनेकौं व्रत बसिन् र टाढा टाढाका मन्दिरहरूमा पुगेर वरदान मागिन्। हरेक पटकको महिनावारीमा जब रगत देखिन्थ्यो, उनी घण्टौंसम्म शौचालयमा बसेर रुने गर्थिन्। उनलाई लाग्थ्यो कि उनको शरीरले उनलाई धोका दिइरहेको छ। तर यो पीडामा उनलाई सम्हाल्ने कोही थिएनन्। सासूले त झन् अलच्छिनीको बिल्ला भिराइदिएकी थिइन्। एक दिनको कुरा हो, सासूले माइतीबाट आएको कोसेली पनि फिर्ता पठाइदिइन् र भनिन्, जसको कोखमा फल लाग्दैन उसको माइतीको फल पनि हामीलाई चाहिँदैन। यो अपमानको पराकाष्ठा थियो। तारालाई लाग्यो कि उनी एउटा यस्तो पिंजडामा थुनिएकी छिन् जसको साँचो समाज र परम्पराको हातमा छ। उनले सोच्थिन् कि के पुरुषको कुनै दोष हुँदैन? के सधैँ नारी नै दोषी हुनुपर्छ? तर यस्ता प्रश्नहरू गर्ने हिम्मत उनीसँग थिएन। बिस्तारै बिस्तारै ताराको आत्मविश्वास र खुशी हराउँदै गयो। उनी अब जीवित लास जस्तै बनेकी थिइन्। उनले घरको सबै काम मेसिन जस्तै गर्थिन्, खाना पकाउने, गाई बस्तुलाई घाँस हाल्ने, सासूको खुट्टा मिच्ने, तर उनको मन कतै टाढा थियो। उनलाई आफ्नै भाग्यमाथि घृणा लाग्न थालेको थियो। छिमेकमा कसैको बच्चा जन्मिएमा सबै खुसी मनाउँथे, भोज हुन्थ्यो, तर ताराको लागि त्यो दिन संसारकै सबैभन्दा एक्लो दिन हुन्थ्यो। उनले सोच्थिन् कि सायद अघिल्लो जन्ममा मैले कुनै ठूलो पाप गरेकी थिएँ होला, जसको सजाय म यो जन्ममा भोगिरहेकी छु। समाजको हरेक वचनले उनलाई एउटा कुनामा धकेलिरहेको थियो। मानिसहरूले उनलाई देख्दा आफ्नो बाटो बदल्थे, मानव उनको उपस्थिति नै कुनै महामारी हो। यस्तो अपमान, यो तिरस्कार र यो मौनताले उनलाई बिस्तारै एउटा ठूलो निर्णयको दिशातिर लैजाँदै थियो। तर अहिलेको लागि उनी केवल एउटी निरीह नारी थिइन्, जो आफ्नो बाँझो कोख र समाजको क्रूर टोकासोबीच पिस्लिएर बाँच्न विवश थिइन्। रातको समयमा जब पूरै गाउँ निदाउँथ्यो, ताराको सिरानी भने आँसुले भिजिरहेको हुन्थ्यो र उनी अर्को एउटा बिहानीको सामना गर्ने शक्ति बटुल्न सङ्घर्ष गरिरहेकी हुन्थिन्। समयको गतिसँगै ताराको घरको दैलोमा खुशीका किरणहरू भन्दा अपमानका काला बादलहरू बढी मडारिन थाले। सासूको व्यवहार अब केवल शब्दमा मात्र सीमित रहेन, बरु त्यो एक प्रकारको मानसिक यातनाको रूपमा बदलिएको थियो। बिहानीको पहिलो किरणसँगै सासूको कर्कश स्वरले घरका भित्ताहरू थर्कन्थे।
उनले हरेक कुरामा ताराको बाँझोपनलाई जोड्न थालेकी थिइन्। यदि घरमा एउटा कचौरा फुट्यो भने पनि अलक्षिणीको हातबाट के राम्रो होला र भन्दै सराप्ने गरिन्थ्यो। ताराले आफ्नो आँसुलाई लुकाउन अब धेरै सिपालु भइसकेकी थिइन्। उनले भान्सामा आगो फुक्दा निस्कने धुवाँको बहानामा आँखा पुछ्ने गर्थिन्। उनलाई लाग्थ्यो कि उनको आँसुको मूल्य यस घरमा कसैले बुझ्ने छैन। नवीनको व्यवहारमा आएको परिवर्तनले उनलाई झनै विक्षिप्त बनाएको थियो। पहिले माया गर्ने पति अब केवल एउटा अपरिचित व्यक्ति जस्तै भएको थियो, जो केवल खान र सुत्न मात्र घर आउँथ्यो। गाउँको चौतारी र पधेरोमा हुने गफगाफको मुख्य विषय नै ताराको कोख हुने गर्थ्यो। गाउँका आइमाईहरूले उनी नजिक आउँदा आफ्नो स्वर सानो बनाउँथे र आँखाले इशारा गर्थे। कतिले त यसको मुख देख्यो भने दिनै खराब हुन्छ भन्दै बाटो नै काट्ने गर्थे। समाजको यो सामूहिक बहिष्कारले तारालाई आफ्नै अस्तित्वप्रति घृणा जगाउन थालेको थियो। उनी ऐना हेर्न पनि डराउँथिन्, किनकि ऐनामा उनले एउटी हारेकी र रित्तो नारी देख्थिन्। एक दिन गाउँमा एउटा ठूलो धार्मिक उत्सव थियो। सबै विवाहित महिलाहरूलाई पूजामा बोलाइएको थियो। तारा पनि नयाँ साडी लगाएर र निधारमा रातो टीका टाँसेर मन्दिर पुगिन्। तर त्यहाँ पुग्ना साथ केही पाका महिलाहरूले उनलाई पूजाको थाली छुन रोक लगाए। बाँझो आइमाईले देउता छोयो भने दोष लाग्छ भन्ने कठोर शब्दहरूले ताराको मुटु छिच्योले। उनले अरूका छोराछोरीलाई सुमसुम्याउन खोज्दा पनि आमाहरूले झट्ट आफ्ना बच्चाहरू तानेर टाढा लैजान्थे। त्यो अपमान सहेर तारा घर फर्किन्, तर घरमा अर्को वज्रपात उनको प्रतीक्षामा थियो। सासूले नवीनलाई एउटी नयाँ केटीको फोटो देखाउँदै थिइन्। ती केटी गाउँकै एक सम्पन्न परिवारकी थिइन्। सासूको तर्क थियो कि ताराबाट यो वंश अगाडि बढ्न सक्दैन, त्यसैले नवीनले अर्को विवाह गर्नै पर्छ। ताराले ढोकाको कापबाट यो सबै दृश्य हेरिरहिन्। उनले आशा गरेकी थिइन् कि नवीनले कम्तीमा एक पटक उनको पक्षमा बोल्नेछ, तर नवीनले मौन रहेर आफ्नो स्वीकृति दियो। नवीनको त्यो मौनता ताराका लागि संसारकै सबैभन्दा ठूलो धोका थियो। उनले सम्झिन् ती विवाहका कसमहरू र सात फेराका बाचाहरू, जुन अहिले बालुवाको महल जस्तै ढलेका थिए। रातभरि तारा ओछ्यानमा छटपटाइरहिन्। उनलाई लाग्यो कि यो घरमा उनको कुनै स्थान छैन। सासूले अब तारालाई एउटी दासीको जस्तो व्यवहार गर्न थालिन्। उनलाई खान पनि भान्साभन्दा बाहिर छुत्तै बस्न लगाइयो, मानौ उनी कुनै अपराधी हुन्। ताराको माइतीबाट कसैले भेट्न आउँदा पनि सासूले गेटबाटै खर्काइदिन्थिन्। छोरीको कर्मै यस्तो रहेछ, हामीले के गर्ने भन्दै उनले ताराका आमाबाबुलाई पनि अपमानित गरिन्। ताराले आफ्नो पीडा माइतीमा सुनाउन पनि पाइनन्। उनले बुझिन् कि यो समाजले केवल सन्तान जन्माउन सक्ने नारीलाई मात्र सम्मान गर्छ, बाँकी सबैका लागि उनी केवल एउटा बाँझो र निरर्थक वस्तु मात्र हुन्। अपमानको यो श्रृङ्खला यति बढ्यो कि ताराले अब आफ्नो कोठामा पनि सुरक्षित महसुस गर्न छाडिन्। सासूले हरेक दिन नयाँ दुलहीका बारेमा कुरा गर्थिन् र तारालाई घर छोडेर जाने संकेत दिन्थिन्। ताराको धैर्यताको बाँध अब टुट्न लागेको थियो, तर पनि उनभित्र एउटा सानो आशा बाँकी नै थियो। सायद भोलि केही चमत्कार हुनेछ, तर उनलाई थाहा थिएन कि आगामी दिनहरू अझै कति कठोर र चुनौतीपूर्ण हुनेवाला छन्। अस्पतालको चिसो करिडोरमा बसेर आफ्नो पालो पर्खिरहँदा ताराको मुटुको ढुकढुकी झनै बढेर आएको थियो। धेरै वर्षको मानसिक सङ्घर्ष र सासूको निरन्तर दबावपछि आज उनी र नवीन शहरको एउटा ठूलो अस्पतालमा जाँचका लागि आएका थिए। ताराले धेरै अनुनय विनय गरेपछि मात्र नवीन यस कुरामा राजी भएको थियो। वरपर सन्तानका लागि आएका दम्पतिहरूको भीड देख्दा तारालाई एक प्रकारको सान्त्वना त मिल्यो, तर मनको एउटा कुनामा अझै पनि डर जीवितै थियो। के साँच्चै समस्या उनैमा थियो त? के उनी नै यो घरको खुसीको बाधक थिइन्? यी प्रश्नहरूले उनलाई भित्रभित्रै खाइरहेका थिए। नवीन भने निकै बेचैन देखिन्थ्यो। उसलाई अस्पतालको यो वातावरण र मानिसहरूको हेराइले असहज बनाइरहेको थियो। उसको पुरुषत्वको अहंकारले उसलाई भनिरहेको थियो कि उसमा कुनै खोट हुन सक्दैन। उसले बारम्बार तारालाई भनिरहेको थियो, यो सबै बेकारको कुरा हो, गाउँका धामी झाँक्रीले त तिमीलाई नै दोष देखाएका थिए। ताराले भने कुनै जवाफ दिइनन्। उनले केवल आफ्नो भाग्यको अन्तिम फैसला कुरिरहेकी थिइन्। कैयौं घण्टाको प्रतीक्षा र विभिन्न प्रयोगशालाका परीक्षणहरूपछि डाक्टरले उनीहरूलाई भित्र बोलाए। डाक्टरको टेबलमा राखिएका रिपोर्टहरू नै ताराको भविष्यका आधार थिए। डाक्टरले गम्भीर हुँदै रिपोर्टहरू पल्टाए र नवीनतर्फ हेरे। उनले स्पष्ट शब्दमा भने,
नवीनजी, रिपोर्टहरूका अनुसार तारामा कुनै पनि समस्या देखिएको छैन। उनी पूर्ण रूपमा स्वस्थ छिन् र सन्तान जन्माउन सक्षम छिन्। तर तपाईको रिपोर्टमा केही गम्भीर समस्याहरू छन्। तपाईको शुक्रकीटको संख्या र गुणस्तर निकै कम छ, जसका कारण ताराले गर्भधारण गर्न सकेकी छैनन्। यो कुरा सुन्न साथ नवीनको अनुहारको रङ उड्यो। ऊ झट्टै कुर्सीबाट उठ्यो र डाक्टरलाई झपार्न थाल्यो। यो रिपोर्ट गलत छ। ममा कुनै कमजोरी छैन। तपाईले पैसाका लागि मलाई यसो भन्नुभएको हो? डाक्टरले उसलाई शान्त पार्न खोजे, तर नवीनको अहंकारले सत्य स्वीकार गर्न मानेन। उसले डाक्टरको हातबाट ती रिपोर्टहरू खोसेर लग्यो। तारा भने स्तब्ध भएर त्यहीँ बसिरहिन्। उनलाई लागेको थियो कि अब सबै सत्य बाहिर आउनेछ र उनको अपमानको अन्त्य हुनेछ। तर नवीनको प्रतिक्रियाले उनलाई झनै त्रसित बनायो। अस्पतालबाट निस्किएपछि नवीनले तारालाई कडा चेतावनी दियो। यो कुरा घरमा कसैले थाहा पाउनु हुँदैन। यदि कसैलाई भन्यौ भने तिम्रो अवस्था निकै नराम्रो हुनेछ। घरमा सबैले तिमीलाई नै दोषी मान्नुपर्छ। मेरो इज्जत यो समाजमा सबैभन्दा माथि छ। घर फर्किनाको बाटो ताराका लागि निकै कष्टकर भयो। उनको हातमा सत्यको प्रमाण थियो, तर उनी त्यो बोल्न असमर्थ थिइन्। उनलाई लाग्यो कि नवीनको पुरुषत्व जोगाउन उनले आफ्नो आत्मसम्मानको बलि दिनुपर्ने भयो। घर पुग्न साथ सासूले सोधिन्, के भयो? कसको रिपोर्ट खराब आयो? नवीनले आफ्नो आमाको आँखामा आँखा जुदाएर झुट बोल्यो। आमा, डाक्टरले ताराकै कमजोरी हो भनेका छन्। उनले कहिल्यै बच्चा जन्माउन सक्दिनन् रे। सासूले तारालाई थप गाली गर्न थालिन् र अझ बढी अपमानित गरिन्। ताराले नवीनतर्फ हेरिन्, तर नवीनले आफ्नो नजर अन्तै मोडिदियो। ताराको मौनता अब उनको मजबुरी बनेको थियो। उनले आफ्नै पतिको कायरता र झुटलाई सहेर बस्नुपर्ने भयो। सासूले अब नवीनको दोस्रो विवाहको तयारी तीव्र पारिन्। उनी गाउँभरि तारालाई बाँझो र अलच्छिनी भन्दै हिँड्न थालिन्। ताराले ती रिपोर्टहरू बाकसको सबभन्दा तल्लो कुनामा लुकाइन्। उनलाई लाग्यो कि सायद यो उनको कर्मको सजाय हो। तर हरेक रात जब उनले नवीनलाई सुतेको देख्थिन्, उनलाई त्यो सत्यले भित्रभित्रै जलाउँथ्यो। नवीन भने आफ्नो गलती लुकाएर गौरवका साथ समाजमा हिँडिरहेको थियो। दिनहरू बित्दै जाँदा तारा झनै एक्लो हुँदै गइन्। उनले बुझिन् कि यो समाजमा सत्यको भन्दा शक्तिको र पुरुषको अहंकारको बढी महत्त्व छ। सासूले अब नयाँ दुलहीका लागि गहनाहरू टल्काउन थालेकी थिइन्। तारालाई आफ्नै घरमा एउटी पराई जस्तो व्यवहार गरियो। उनले चुल्होको आगोमा आफ्नो आँसु सुकाउँदै गर्दा सोच्थिन्, के कहिले यो पर्दा खुल्नेछ? के कहिल्यै समाजले एउटी नारीको मौनताको अर्थ बुझ्नेछ? तर अहिलेको लागि उनी केवल एउटा यस्तो सत्यको बोझ बोकेर बाँचिरहेकी थिइन् जसले उनलाई पल पल मारिरहेको थियो। यसरी एउटा झुटको सहारामा नवीन र उसको आमाले ताराको जीवनमा अर्को ठूलो वज्रपात गर्ने योजना बुनिरहेका थिए। तारा भने आफ्नो आत्मसम्मान र पतिको इज्जतको द्वन्द्वमा फँसेकी थिइन्। उनले सत्य बोलेकी भए सायद उनले न्याय पाउने थिइन्, तर उनले आफ्नो संस्कार र मायाको कारण मौन बस्ने निर्णय गरिन्। तर यो मौनताले उनलाई कति ठूलो मूल्य चुकाउन लगाउनेछ त्यो त आगामी दिनहरूले मात्र बताउने थिए। यस भागको अन्त्यमा ताराको जीवनमा अन्ध्यारो झनै गाढा हुँदै गइरहेको थियो र सौताको आगमनको पदचाप सुन्न थालिएको थियो। घरको आँगनमा पञ्चै बाजा बजिरहँदा ताराको मनमा भने एउटा सन्नाटा छाएको थियो। नवीनले दोस्रो विवाह गरेर घरमा कान्छी बुहारी रितालाई भित्र्याउँदै थियो। सासूको खुसीको सीमा थिएन। उनले गाउँभरिका मानिसहरूलाई भोज खुवाउँदै तारालाई देखिने गरी भनिरहेकी थिइन्, अब मेरो घरको अन्ध्यारो हट्ने भयो, कुलको दियो बल्ने भयो। ताराले भने एउटा कुनामा बसेर यो सबै दृश्य हेरिरहनु पर्थ्यो। उनलाई दुलहीको स्वागतका लागि कलश भर्न समेत रोक लगाइयो, किनकि सासूको नजरमा ताराको उपस्थिति नै अशुभ थियो। नयाँ दुलही रिता रातो घुम्टो ओढेर भित्रिँदा तारालाई आफ्नै विवाहको दिन सम्झना आयो, जब उनलाई पनि यसरी नै सपनाहरू बाँडिएको थियो। रिता घरमा आएपछि ताराको अवस्था एउटी नोकर्नीको जस्तो भयो। घरको सारा कठिन कामहरू, गाईबस्तुको कुडो बनाउने, भारी घाँस बोक्ने र भान्साको जुठो भाँडा माझ्ने सबै ताराकै भागमा परे। रितालाई भने सासूले काखमा राखेर सुख दिन्थिन्। रिता पनि अलि घमण्डी स्वभावकी थिइन्। उसले तारालाई दिदीको सम्मान दिनुको साटो बाँझो भनेर व्यङ्ग्य गर्न थाली। नवीन त अब पूर्ण रूपमा बदलिसकेको थियो। ऊ रिताको मायामा यति अन्धो भयो कि उसले ताराको अस्तित्वलाई नै बिर्सिदियो। कतिपय रातहरूमा तारा भोक भोकै सुत्थिन्, तर कसैले उनलाई खायौ कि नाइ भनेर सोध्ने हिम्मत समेत गर्दैनथे।
समय बित्दै गयो, तर सासूले सोचे जस्तो चमत्कार भएन। रीता घरमा आएको पनि 1 वर्ष बितिसकेको थियो, तर उसको कोख पनि रित्तै थियो। सासूको धैर्यता अब टुट्न थाल्यो। उनले अब रीतालाई पनि तीखो वचन लगाउन सुरु गरिन्। कतै यो घरमा कसैको आँखा त लागेको छैन भन्दै उनी धामी झाँक्री कहाँ धाउन थालिन्। ताराले भने बाकसको तल्लो कुनामा लुकाइएको त्यो रिपोर्ट सम्झिन्थिन्। उनलाई थाहा थियो कि समस्या रीतामा पनि छैन, तर उनी बोल्न सक्ने अवस्थामा थिएनन्। नवीन भने अब मानसिक रूपमा विक्षिप्त हुन थालेको थियो। उसलाई आफ्नो झुट कतै खुल्ने त होइन भन्ने डरले सताइरहन्थ्यो। एक दिन गाउँको एउटा उत्सवमा रीताले तारालाई सबैको अगाडि अपमानित गरी। उसले भनी, यो घरमा बच्चा नहुनुको कारण यही अलक्षिणी तारा हो, यसले गर्दा नै हाम्रो कोख बाँझो भएको हो। यो सुनेर ताराको सहने शक्ति समाप्त भयो। उनले बुझिन् कि यदि उनी अहिले बोलिनन् भने यो समाज र यो परिवारले उनलाई जिउँदै गाड्नेछ। नवीनले पनि रीताकै पक्ष लिएर तारालाई घरबाट निस्कन भन्यो। सासूले ताराको हात समातेर दहिलो बाहिर धकेल्न खोजिन्। ठीक त्यही समयमा ताराले आफ्नो लुकाएको सत्यलाई बाहिर ल्याउने निर्णय गरिन्। तारा कोठाभित्र दौडिएर गइन् र त्यो पुरानो धुलो लागेको फाइल लिएर बाहिर निस्किन्। उनले त्यो रिपोर्ट सासूको हातमा राखिदिइन्। सासूले अक्षर चिन्न सक्दिनन् भन्ने थाहा हुँदाहुँदै पनि ताराले चिच्याउँदै भनिन्, हेर्नुहोस् आमा, यो रिपोर्ट 5 वर्षदेखि म यो झुटो कलङ्क बोकेर बाँचिरहेकी छु। समस्या ममा होइन, तपाईको छोरामा छ। डाक्टरले नवीनकै रिपोर्ट खराब छ भनेका थिए, तर उसले आफ्नो इज्जत जोगाउन मलाई बलि चढायो। यो सुनेर नवीनको अनुहारको रङ उड्यो। आँगनमा भेला भएका गाउँलेहरू स्तब्ध भए। सासूले काँपेको हातले त्यो कागज समातिन्। नवीनले त्यो कागज खोज्न खोज्यो, तर गाउँका पण्डितले त्यो रिपोर्ट पढेर सुनाइदिए। पण्डितले स्पष्टसँग भने कि नवीनमा सन्तान उत्पादन गर्ने क्षमता छैन। यो कुरा सुन्नासाथ सासू छाङ्गाबाट खसे जस्तै भइन्। रीताको मुख पनि बन्द भयो। जुन पुरुषत्वको घमण्डमा नवीनले 2वटा नारीको जीवन बर्बाद गरेको थियो, त्यो आज सबैको अगाडि धुलोमा मिल्यो। ताराका आँखाबाट आँसु बगिरहेका थिए, तर यो पटक ती आँसु पीडाका होइनन्, एउटा ठूलो बोझ हटेको अनुभवका थिए। समाजले अब नवीनलाई हेर्ने दृष्टिकोण बदल्यो। हिजोसम्म तारालाई सराप्ने मानिसहरू अब नवीनलाई धित्तार्न थाले। सासूले आफ्नो गलती महसुस गरिन् र ताराको खुट्टामा परेर माफी माग्न खोजिन्, तर ताराको मन अब पत्थर भइसकेको थियो। उनले बुझिन् कि जुन घरमा उनको आत्मसम्मान सुरक्षित छैन, त्यहाँ बस्नुको कुनै अर्थ छैन। यो भागको अन्त्यमा ताराले आफ्नो झोरा प्याक गरिन् र त्यो घर छोड्ने निर्णय गरिन्। उनले नवीनतर्फ हेर्दै भनिन्, तपाईको इज्जत त आज जोगाउनु भयो होला, तर तपाईको मानवता सधैँको लागि मरेको छ। ताराले आत्मविश्वासका साथ घरको दहिलो काट्दा बाहिर बिहानीको नयाँ घाम झुल्किएको थियो। ताराले घरको दैलो काट्दा पछाडिबाट सासूको रुवाबासी र नवीनको मलिन अनुहारले उनलाई रोक्न सकेन। 5 वर्षसम्म जुन घरलाई उनले आफ्नो सर्वस्व मानेकी थिइन्, आज त्यही घर एउटा बिरानो गुण जस्तो प्रतीत भइरहेको थियो। हातमा एउटा सानो झोला र मनमा आत्मसम्मानको एउटा ठूलो पहाड बोकेर उनी गाउँको बाटो हुँदै माइतीतिर लाग्दा मानिसहरूले उनलाई हेर्ने नजरमा आज दया होइन, बरु एउटा अनौठो अचम्म र सम्मानको भाव थियो। सत्यको शक्ति यति बलियो हुँदो रहेछ कि हिजोसम्म उनलाई बाँझो भनेर गिज्याउने मुखहरू आज नवीनको कायरताको चर्चा गर्दै थिए। बाटोभरि ताराले आफ्ना बितेका ती काला दिनहरू सम्झिन्, जहाँ उनले हरेक पल अपमानको विष पिउनु परेको थियो। माइती पुग्दा ताराका वृद्ध आमाबाबुले उनलाई आँसु पुस्दै स्वागत गरे। माइतीको आँगनमा पाइला टेक्दा उनलाई लाग्यो कि उनले एउटा ठूलो युद्ध जितेर आएकी छिन्। गाउँका मानिसहरूले सुरुमा त छोरी घर छोडेर आई भन्दै कुरा काट्न खोजे, तर जब अस्पतालको रिपोर्ट र नवीनको धोकाको कुरा फैलियो, तब सबैको सहानुभूति ताराप्रति ओहिरियो। ताराले अब आफूलाई कमजोर नारीको रूपमा होइन, बरु एउटी स्वाभिमानी व्यक्तिको रूपमा स्थापित गर्ने निर्णय गरिन्। उनले बुझिन् कि कोखमा सन्तान हुनु वा नहुनुले उनको क्षमता र अस्तित्वलाई परिभाषित गर्न सक्दैन। उनले अब कसैको दयाको पात्र भएर बस्न चाहिनन्। यता नवीनको घरमा भने नरक सुरु भएको थियो। रीताले जब थाहा पाइन् कि नवीनले उसलाई पनि धोका दिएर विवाह गरेको हो, तब उसले घरमा ठूलो उपद्रव मच्याउन थाली। रीताले भन्न थालिन्, एउटा नपुंसक पुरुषसँग मैले आफ्नो जीवन किन बर्बाद गर्ने? सासू, जो पहिले तारालाई सराप्ने गर्थिन्, आज आफ्नै छोराको कर्तुतले गर्दा गाउँमा मुख देखाउन नसक्ने भएकी थिइन्। नवीनको अहंकार पूरै चकनाचुर भएको थियो। उसले घरबाट बाहिर निस्कन पनि छोडिदियो। जुन समाजको अगाडि उसले आफ्नो इज्जत बचाउन तारालाई बलि चढाएको थियो, त्यही समाजले आज उसलाई नामर्द र धोकेबाजको ट्याग झुन्ड्याइदिएको थियो। ताराले माइतीमा बसेर आफ्नो सिपलाई प्रयोग गर्ने सोचिन्। उनलाई सिलाइ कटाई र बुनाइमा निकै रुचि र दक्षता थियो।
उनले गाउँका अन्य एकल र उपेक्षित महिलाहरूलाई भेला पारेर एउटा सानो समूह बनाइन्। उनले भन्न थालिन्, हाम्रो आत्मा सीप छ भने हामी कसैको अगाडि झुक्नु पर्दैन। बिस्तारै उनको यो सानो प्रयासले ठूलो रूप लिन थाल्यो। ताराले बनाएका सामानहरू शहरका पसलहरूसम्म पुग्न थाले। उनको आत्मविश्वास देखेर गाउँका मानिसहरू दङ्ग पर्थे। हिजोसम्म कोठाको एउटा कुनामा रोएर बस्ने तारा आज 10 जना महिलालाई रोजगारी दिने तारा दिदी बनेकी थिइन्। नवीन एक दिन तारालाई फकाउन माइती पुग्यो। उसले ताराको खुट्टा समातेर भन्यो, तारा, मबाट ठूलो गल्ती भयो, मलाई माफ गरिदेऊ र घर फर्क। म अब तिमीलाई रानी बनाएर राख्नेछु। ताराले नवीनको हात झट्कारेर भनिन्, तपाईले मलाई रानी बनाउने कुरा नगर्नुस्। तपाईले त मलाई एउटी मान्छेको दर्जा समेत दिनुभएको थिएन। तपाईको प्रेम केवल एउटा स्वार्थ थियो र तपाईको घर मेरो लागि एउटा कालकोठरी। म अब कहिल्यै त्यो नरकमा फर्किने छैन। मेरो खुसी अब मेरो काम र मेरो आत्मसम्मानमा छ। नवीन रित्तो हात र निहुरिएको टाउको लिएर फर्कन बाध्य भयो। ताराले अब समाज सेवामा पनि हात हाल्न थालिन्। उनले गाउँको स्वास्थ्य चौकीमा गएर महिलाहरूको स्वास्थ्य र प्रजनन अधिकारका बारेमा चेतना जगाउन थालिन्। उनले गाउँका सासू र आमाहरूलाई बुझाउन थालिन् कि सन्तान नहुनुमा सधैँ बुहारीको मात्र दोष हुँदैन र सन्तानै जीवनको अन्तिम सत्य पनि होइन। ताराको यो अभियानले गाउँमा एउटा ठूलो परिवर्तन ल्याउन सुरु गर्यो। धेरै बुहारीहरूले तारामा एउटा आफ्नो आदर्श र सहारा देख्न थाले। ताराको अनुहारमा अब एउटा छुट्टै तेज र चमक थियो, जुन पहिलेको रुन्चे अनुहारमा कहिल्यै देखिएको थिएन। ताराले बुझिन् कि जीवन एउटा लामो यात्रा हो र यसमा आइपर्ने हन्डर र ठक्करहरूले नै मानिसलाई बलियो बनाउँछन्। उनले आफ्नो बाझो कोखको कलङ्कलाई आफ्नो सफलताको सिडी बनाइन्। उनलाई अब कसैले अलच्छिनी भन्ने हिम्मत गर्दैनथ्यो। बरु उनी गाउँकै सबैभन्दा लच्छिनी र प्रेरणादायी नारी बनेकी थिइन्। यो भागको अन्त्यमा ताराले आफ्नो नयाँ संसारको जग बलियोसँग बसालेकी थिइन्, जहाँ कुनै झुट र अपमानको स्थान थिएन। उनले आफ्नै खुट्टामा उभिएर समाजलाई देखाइदिएकी थिइन् कि नारीको शक्ति उसको गर्भमा मात्र होइन, उसको बुद्धि र साहसभित्र लुकेको हुन्छ। ताराको सफलताको चर्चा अब गाउँको सिमाना काटेर परसम्म पुग्न थालेको थियो। उनले स्थापना गरेको तारा महिला सिप विकास केन्द्र अब एउटा सानो समूह मात्र रहेन, बरु एउटा ठूलो संस्थाका रूपमा विकास भयो। ताराले गाउँका ती महिलाहरूलाई समेटिन् जो कुनै न कुनै रूपमा समाज र परिवारबाट तिरस्कृत थिए। कोही विधवा थिए, कोही सन्तान नभएर निकालिएका थिए, त कोही घरेलु हिंसाका शिकार भएका थिए। ताराले उनीहरूलाई केवल सिप मात्र सिकाइनन्, बरु आफ्नै खुट्टामा उभिने आँट र समाजसँग लड्ने साहस पनि दिइन्। तारा अब केवल एउटी पीडित बुहारी रहेकी थिइनन्, उनी एउटा अभियानको नाम बनेकी थिइन्। यता नवीनको अवस्था भने दिन प्रतिदिन दयनीय बन्दै गयो। रिताले नवीनलाई डिभोर्स दिएर आफ्नो आधा सम्पत्ति दाबी गर्दै अदालतमा मुद्दा हालिन्। उसले नवीनको नपुंसकता र जालझेललाई आधार बनाएर समाजमा उसको इज्जतको धज्जी उडाइदिएकी थिइन्। सासुआमा जो कहिलेकाहीँ तारालाई कुल्की काल भन्थिन्, आज आफ्नै घर उजाडिएको देखेर दिनरात रुने गर्थिन्। उनले बुझिन् कि घरको लक्ष्मी त तारा नै थिइन्, जसले सबै अपमान सहेर पनि घरको मर्यादा राखेकी थिइन्। नवीन अब रक्सीको नशामा डुब्न थाल्यो र ऊ आफ्नै गल्तीको बोझले थिचिएर मानसिक रूपमा कमजोर हुँदै गयो। एक साँझ तारा आफ्नै कार्यालयमा काम गरिरहेकी थिइन्। सासुआमा बिस्तारै लौरो टेक्दै त्यहाँ आइपुगिन्। उनको आँखामा पश्चातापका आँसु थिए। उनले ताराको अगाडि उभिएर भनिन्, तारा, मलाई आज मेरो पापले पोलिरहेको छ। मैले एउटी निर्दोष छोरीलाई बाँझो भनेर सरापे, तर आज मेरो छोराको कर्मले मेरो घर नै बाँझो भयो। मलाई माफ गरिदेऊ न नानी, तिमी नहुँदा त्यो घर मसानघाट जस्तै भएको छ। ताराले आफ्नी पूर्व सासूको कुरा ध्यानपूर्वक सुनिन्, तर उनको मनमा अब पहिलेको जस्तो घृणा वा क्रोध थिएन। उनले सासूलाई कुर्सी दिएर बसाइन् र पानी पिलाइन्। ताराले शान्त स्वरमा भनिन्, आमा, मैले तपाईँलाई धेरै पहिले नै माफ गरिसकेँ, तर माफीले समयलाई फर्काउन सक्दैन। तपाईँले मलाई बाँझो भन्नुभयो, तर आज मेरो काखमा 100औं दिदी बहिनीका सपनाहरू छन्। तपाईले मलाई घरबाट निकाल्नुभयो, तर आज म हजारौं महिलाहरूको घर बन्न सफल भएकी छु। म अब त्यो घरमा फर्किन सक्दिनँ, किनकि मेरो गन्तव्य अब धेरै अगाडि बढिसकेको छ। तर तपाईलाई कुनै सहयोग चाहिएमा म सधैँ तयार छु। सासूले ताराको यो महानता देखेर झनै लज्जित महसुस गरिन्। उनले बुझिन् कि ताराले आफूलाई अपमान गर्नेहरूलाई बदला लिएर होइन, बरु बदलिएर जवाफ दिएकी थिइन्। ताराले अब एउटा अनाथालय खोल्ने संकल्प गरिन्। उनले सोचिन्, यदि मेरो कोखबाट सन्तान भएनन् त के भयो? संसारका ती सबै बेसहारा बच्चाहरू मेरै सन्तान हुन्।
उनले आफ्नो कमाईको ठूलो हिस्सा अनाथ बालबालिकाहरूको शिक्षा र स्वास्थ्यमा लगानी गर्न थालिन्। गाउँका मानिसहरू जो हिजो ताराको छाया पर्दा पनि नराम्रो मान्थे, आज उनीहरू नै ताराको बाटोमा फूल बिछ्याउन तयार हुन्थे। समाजको त्यो बाँझो भन्ने टोकसो अब ममताकी प्रतिमूर्ति भन्ने सम्मानमा बदलिएको थियो। ताराले प्रमाणित गरिन् कि नारीको सार्थकता सन्तान उत्पादनमा मात्र होइन, समाजलाई नयाँ दिशा दिने क्षमतामा पनि हुन्छ। नवीनले एक दिन तारालाई टाढैबाट एउटा कार्यक्रममा भाषण दिइरहेको देख्यो। ऊ भिडको एउटा कुनामा लुकेर बसिरहेको थियो। ताराको अनुहारमा एउटा दिव्य चमक थियो जुन आत्मविश्वास र सत्यको उपज थियो। नवीनलाई आफ्नो कायरतामाथि झनै घृणा लाग्यो। उसले सोचेको थियो कि तारा घरबाट निस्किएपछि बर्बाद हुनेछिन्, तर तारा त एउटा विशाल वृक्ष बनेर अरूलाई छहारी दिइरहेकी थिइन्। नवीनले महसुस गर्यो कि उसले एउटा हीरालाई ढुङ्गा ठानेर फालेको थियो। उसको पुरुषत्वको घमण्ड अब पूर्ण रूपमा खरारी भइसकेको थियो। ताराको जीवनले एउटा नयाँ उचाइ लिइसकेको थियो। उनले आफ्नो दुःखलाई आफ्नो शक्ति बनाइन्। समाजले उनलाई जुन ढुङ्गाले हिर्काएको थियो, उनले त्यही ढुङ्गाहरू प्रयोग गरेर आफ्नो सफलताको महल खडा गरिन्। उनले बुझिन् कि नारीको कोख बाँझो हुन सक्छ, तर उसको मन र कर्म कहिल्यै बाँझो हुनु हुँदैन। अब ताराको जीवनको अन्तिम अध्याय बाँकी थियो, जहाँ उनले आफ्नो विगतलाई सधैँको लागि विदा गरेर एउटा पूर्णता प्राप्त गर्ने दिशामा पाइला छाल्नु थियो। सत्य र न्यायको यो यात्रा अब आफ्नो गन्तव्यको नजिक पुग्दै थियो। ताराको जीवनको यो नयाँ अध्याय एउटा यस्तो मोडमा आइपुगेको थियो जहाँ विगतका घाउहरू बिस्तारै मेटिँदै गएका थिए र भविष्यका सम्भावनाहरू फराकिला हुँदै थिए। उनले स्थापना गरेको अनाथालय र शिव विकास केन्द्र अब एउटा विशाल परिवार जस्तै बनेको थियो। गाउँको एउटा डाँडामा निर्मित त्यो सुन्दर भवनमा बिहानैदेखि बालबालिकाहरूको हाँसो गुन्जिन्थ्यो। तारालाई अब कसैले बाँझो भनेर बोलाउँदैनथे, बरु त्यहाँका सबै बालबालिकाहरूले उनलाई तारा आमा भनेर पुकार्थे। एउटी नारीका लागि त्योभन्दा ठूलो सम्बोधन र सम्मान अरू के हुन सक्थ्यो र? उनले महसुस गरिन् कि प्रकृतिले एउटा कोख रित्तो राखिदिए पनि उनको काख भने हजारौं सन्तानका लागि खुला राखिदिएको रहेछ। समयको चक्र फेरिँदै जाँदा गाउँमा एउटा ठूलो परिवर्तन आयो। हिजोसम्म बाँझोपनलाई श्राप मान्ने समाजले अब ताराको कामलाई आदर्श मान्न थाल्यो। एक दिन गाउँमा ठूलो सार्वजनिक समारोह आयोजना गरियो, जहाँ तारालाई समाजको कायापलट गरेकोमा विशेष सम्मान गर्ने निर्णय भयो। मञ्चमा बस्दा ताराले आफ्नो विगतलाई एकपटक सम्झिन्। त्यो अध्यारो भाषा, सासूका ती तीखा वचन र नवीनको त्यो कायरतापूर्ण मौनता। तर आज ती सबै कुराहरू उनलाई धेरै टाढाका सपना जस्तै लागिरहेका थिए। उनले आफ्नो भाषणमा भनिन्, नारीको मूल्य उसको प्रजनन क्षमताले होइन, उसको मानवीयता र साहसले निर्धारण गर्छ। कोख रित्तो हुनु भनेको जीवन रित्तो हुनु होइन। उनको यो भनाइले समारोहमा उपस्थित सबैको आँखा रसायो। यसैबीच नवीनको अवस्था निकै दयनीय भएको थियो। उसले आफ्नो घर, सम्पत्ति र इज्जत सबै गुमाइसकेको थियो। रक्सीले उसको शरीर छिया पारिसकेको थियो। एक रात ऊ बिरामी भएर सडकको पेटीमा लडिरहेको अवस्थामा ताराको संस्थाका स्वयंसेवकहरूले भेटे। उनीहरूले नवीनलाई ताराकै संस्थाले चलाएको निशुल्क उपचार केन्द्रमा ल्याए। जब ताराले नवीनलाई त्यो अवस्थामा देखिन्, उनको मनमा कुनै प्रतिशोधको भावना आएन। उनले केवल एउटी सेवाभाव भएकी नारीको रूपमा उसको उपचारमा सहयोग गरिन्। जब नवीनले होस खुलेपछि तारालाई आफ्नो अगाडि देख्यो, ऊ धुरुधुरु रोयो। उसले भन्यो, तारा, मलाई यति ठूलो सजाय नदेऊ, बरु मलाई गाली गर, तर यो दया नदेखाऊ। म तिम्रो अगाडि उभिन लायक पनि छैन। ताराले नवीनलाई शान्त पार्दै भनिन्, मैले तपाईलाई धेरै पहिले नै क्षमा गरिसकेकी छु नवीनजी। तपाईको सजाय म होइन, तपाईको आफ्नै सोच र यो समाजको गलत परम्परा थियो। अब तपाई निको हुनुहोस् र आफ्नो बाँकी जीवन सत्यको मार्गमा बिताउनुहोस्। नवीनका लागि ताराको यो उदारता सबैभन्दा ठूलो प्रहार थियो। उसले बुझ्यो कि नारीको हृदय कति विशाल हुँदो रहेछ। नवीन निको भएपछि उसले पनि ताराकै संस्थामा एउटा सानो काम गर्ने अनुमति माग्यो। उसले आफ्नो बाँकी जीवन विगतको गल्तीको प्रायश्चितमा बिताउने निर्णय गर्यो। सासू आमा पनि अब ताराकै आश्रममा आएर बालबालिकाहरूसँग समय बिताउन थालिन्। उनले ताराको काममा हात बटाउँदै आफ्नो बाँकी जीवन शान्तिमा बिताउने बाटो रोजिन्। ताराको यो कथा अब केवल एउटा गाउँको कथा रहेन, यो एक राष्ट्रिय प्रेरणाको स्रोत बन्यो। उनले प्रमाणित गरिन् कि समाजले लगाउने हरेक टोक्सो र कलङ्कलाई यदि सही ढङ्गले सामना गर्ने हो भने त्यसैलाई सफलताको जग बनाउन सकिन्छ। आज ताराको काखमा कुनै एउटा जैविक सन्तान नभए पनि उनी हजारौं बालबालिकाकी आमा र हजारौं महिलाकी मार्गदर्शक बनेकी थिइन्। उनको कोख बाँझो थियो होला, तर उनको कर्म र ममताको भण्डार कहिल्यै नसकिने गरी भरिएको थियो।
उनले समाजका ती कुसंस्कारहरूलाई जरैदेखि हल्लाइदिएकी थिइन्, जसले नारीलाई केवल सन्तान उत्पादन गर्ने मेसिनको रूपमा हेर्थे। कथाको अन्त्यमा तारा एउटा साँझ आफ्नो आश्रमको बगैँचामा बसेर अस्ताउँदो सूर्यलाई हेरिरहेकी थिइन्। बालबालिकाहरू खेलिरहेका थिए र वातावरणमा एउटा अनौठो शान्ति थियो। उनले लामो सास फेरिन् र आफैलाई भनिन्, आज म पूर्ण छु। उनलाई अब कुनै कुराको कमी महसुस भइरहेको थिएन। उनले आफ्नो बाँझो कोखलाई समाजको कलङ्कबाट मुक्त गराएर ममताको सागरमा बदलिदिएकी थिइन्। समाजको त्यो तीखो टोक्सो अब हराएर गएको थियो र त्यसको ठाउँमा एउटा अटुट सम्मानको भाव स्थापित भएको थियो। ताराको यो यात्रा अपमानबाट सम्मानतिर र आँसुबाट आत्मविश्वासतिरको एउटा सफल गन्तव्य थियो। आज ताराको नाम लिँदा मानिसहरू श्रद्धाले टाउको निहुराउँछन्। उनको जीवनले सिकाउँछ कि परिस्थिति जतिसुकै प्रतिकूल भए पनि यदि मनमा हिम्मत र सत्यको साथ छ भने मान्छेले आफ्नो भाग्य आफै लेख्न सक्छ। बाँझो कोख र समाजको टोक्सोको यो गाथा एउटा यस्तो सुखद अन्त्यमा पुग्यो जहाँ पीडाको ठाउँ सेवाले र घृणाको ठाउँ क्षमाले लिएको थियो। ताराको यो कथा सधैँ ती नारीहरूका लागि एउटा मसाल बनिरहनेछ जो समाजको गलत मान्यताहरूका साँकलोमा बाँधिएका छन्। सत्यको सधैँ जित हुन्छ र आत्मसम्मान नै नारीको वास्तविक पहिचान हो भन्ने सन्देशका साथ यो कथा यहाँ समाप्त हुन्छ।